नमस्कार। आज हामी युएई मतलब संयुक्त अरब इमिरेट्सबाट ई-सेवा वालेट कसरी सजिलै चलाउन सकिन्छ भन्ने विषयमा अलिक गहिरिएर कुरा गरौँ न है। हामीले केही जानकारी पनि हेरेका छौँ, जस्तै युएईबाट ई-सेवा प्रयोग, पूर्ण गाइड अनि युएईबाट ई-सेवा वालेट खोल्ने, भर्ने र चलाउने भन्ने लेखहरू। हाम्रो उद्देश्य चाहिँ युएईमा रहनुहुनेहरूले ई-सेवा कसरी खोल्ने अनि पैसा कसरी हाल्ने र नेपालमा चाहिने काम कसरी गर्ने भन्ने प्रक्रियालाई सरल पार्नु हो। ल सुरु गरौँ है त। पहिलो जिज्ञासा नै के आयो भने के युएईमै बसेर त्यहाँकै मोबाइल नम्बर प्रयोग गरेर ई-सेवा खोल्न मिल्छ कि मिल्दैन? मिल्छ, एकदमै मिल्छ। जानकारीहरूले प्रष्टै भन्छन् नि, युएईको मोबाइल नम्बरबाटै ई-सेवा दर्ता गर्न सकिन्छ। ए हो र? अनि दर्ता गर्ने तरिका चाहिँ कस्तो छ, अलि भनिदिनुस् न। हुन्छ, सबभन्दा पहिला त आफ्नो मोबाइलमा ई-सेवा एप डाउनलोड गर्नु पर्यो। त्यो त एन्ड्रोइड होस् वा आइफोन दुवैमा पाइन्छ। एप खोलेपछि रजिस्टरमा जानुहोस् अनि त्यहाँ आफ्नो युएईको मोबाइल नम्बर, नाम, अरू व्यक्तिगत जानकारीहरू भर्नुपर्छ। अनि कागजातहरू नि? कागजातमा चाहिँ आफ्नो पासपोर्टको अगाडि र पछाडिको फोटो, एउटा सेल्फी फोटो अनि एकदमै महत्त्वपूर्ण कुरा एमिरेट्स आइडीको फोटो। एमिरेट्स आइडी नेपालको नागरिकताले हुँदैन? हुँदैन। युएईबाट खोल्ने हो भने एमिरेट्स आइडी अनिवार्य नै छ, किनभने यसले तपाईँ युएईमा कानुनी रूपमा बस्नुभएको छ भन्ने प्रमाणित गर्छ। धेरैले यहीँनिर नेपालको कागजात हालेर गल्ती गर्नुहुन्छ क्यारे। यो त महत्त्वपूर्ण कुरा रहेछ। ल, दर्ता भयो, त्यसपछि त्यो केवाइसी भन्ने हुन्छ नि, त्यो पनि गर्नुपर्छ होला? हो, गर्नै पर्छ। केवाइसी मतलब नो योर कस्टमर भेरिफिकेसन एकदमै जरुरी छ। किन जरुरी छ खास? यो पूरा गरेपछि बल्ल ई-सेवाका सबै सुविधाहरू चलाउन पाइन्छ। जस्तै वालेटबाट ब्याङ्कमा पैसा पठाउने, त्यो पनि एकदम कम शुल्कमा। अनि वेस्टर्न युनियन जस्तो ठाउँबाट आएको पैसा सिधै वालेटमा थाप्ने। यस्तो सुविधाहरू केवाइसी गरेपछि मात्र खुल्छ। अनि यो केवाइसी गर्न चाहिँ के गर्नुपर्छ? यसको लागि चाहिँ एपकै प्रोफाइलमा गएर माई इन्फर्मेसन भन्ने हुन्छ, त्यहाँ आफ्नो व्यक्तिगत र ठेगानाको पूरा विवरण भर्नु पर्यो। अनि फेरि राहदानी जस्ता कागजात र एउटा लाइभ फोटो मतलब तत्कालै खिचेको फोटो अपलोड गर्नुपर्छ। लाइभ फोटो? लाइभ नै। कति समय लाग्छ होला यो प्रमाणित हुन? सामान्यतया त 48 घण्टाभित्र स्वीकृति आउँछ भनिएको छ, तर कहिलेकाहीँ अलि ढिला हुने वा रिजेक्ट नै हुने समस्या पनि केहीले भोगेका छन् रे। ओहो, रिजेक्ट पनि हुन सक्छ। यो त विचार गर्नुपर्ने कुरा रहेछ। ल ठिक छ, मानिलिउ खाता खोल्यो, केवाइसी पनि भयो। अब मुख्य कुरा आयो, युएईबाट यो खातामा पैसा चाहिँ कसरी हाल्ने त? यो महत्त्वपूर्ण प्रश्न हो। युएईबाट खोलिएको खातामा पैसा हाल्न चाहिँ अनिवार्य रूपमा रेमिटेन्स नै प्रयोग गर्नुपर्छ। रेमिटेन्स मतलब विदेशबाट पैसा पठाउने जुन आधिकारिक माध्यम छ नि, त्यही प्रयोग गर्नु पर्यो। जस्तै एल अन्सारी एक्सचेन्ज वा एल फार्डन एक्सचेन्ज जस्ता रेमिटेन्स कम्पनीको शाखामा गएरै पठाउन सकिन्छ। एक्सचेन्ज हाउस नै जानुपर्ने? शाखामा गए पनि भयो, वा आज होली त तिनीहरूको मोबाइल एप पनि हुन्छ नि। जस्तै अल्फरदानको अल्फा पे भन्ने एप छ, त्यो एपबाटै सिधै आफ्नो ई-सेवा वालेटमा पैसा पठाउन मिल्छ। एपबाटै पनि मिल्ने? त्यो त सजिलो भयो नि। मिल्छ, तर पठाउँदा एकदम ध्यान दिनुपर्ने कुरा के हो भने जुन मोबाइल नम्बरबाट ई-सेवा खोल्नु भएको छ त्यही नम्बर नै वालेट खाता नम्बर हुन्छ। नाम पनि ठ्याक्क मिल्नुपर्छ। भनेपछि सिधै युएईको ब्याङ्क खाताबाट चाहिँ हाल्न मिलेमा? मिलेन। जानकारीमा उल्लेख भए अनुसार रेमिटेन्स माध्यम नै अनिवार्य छ। सायद विदेशबाट वालेटमा पैसा लोड गर्दा केही रेगुलेटरी नियमहरू हुन्छन् होला। बुझ्यो। त्यसो भए यो सबै गरेर युएईबाटै ई-सेवा चलाउनको खास फाइदा चाहिँ के रहेछन् त? फाइदा त धेरै छन् नि, एकदम व्यावहारिक फाइदाहरू छन्। पहिलो त पठाएको पैसा तुरन्दै मतलब रियल टाइममै नेपाली रुपैयाँमा ई-सेवामा आइपुग्छ, कुनै झन्झट भएन। तुरुन्तै? तुरुन्तै। दोस्रो, नेपालमा भएको परिवारलाई चाहिने विभिन्न बिलहरू तिर्न एकदमै सजिलो भयो। जस्तै बिजुली, पानी, इन्टरनेटको बिल भयो, बिमाको किस्ता तिर्नु पर्यो, सरकारी दस्तुरहरू होइन। अनि ब्याङ्क वा सहकारीको खातामा पैसा पठाउनु पर्यो, मोबाइल रिचार्ज, टिभी रिचार्ज, यी सबै काम युएईबाटै गर्न सकियो। परिवारलाई बिल तिर्न त कति सजिलो हुने भयो है, कुर्नै परेन। हो त नि। अनि तेस्रो र सायद सबैभन्दा ठूलो फाइदा के हो भने
यसले पैसा पठाउने मान्छेलाई नै आफ्नो पैसा कहाँ गइरहेको छ, कसरी खर्च भइरहेको छ भन्ने कुरामा प्रत्यक्ष जानकारी र अलिकति नियन्त्रण दिन्छ, ऊ जहाँ भए पनि। हो, त्यो त एकदमै राम्रो कुरा भयो। ल, आजको यो कुराकानीबाट के प्रष्ट भयो भने युएईमा बस्ने नेपालीहरूले पनि अब सजिलै आफ्नो युएईकै नम्बर र एमिरेट्स आइडी प्रयोग गरेर ई-सेवा खाता खोल्न सक्ने रहेछन्। अनि रेमिट्यान्स मार्फत पैसा हालेर नेपालका आर्थिक कारोबारहरू, बिल तिर्नेदेखि पैसा पठाउनेसम्म आफै व्यवस्थापन गर्न सक्ने रहेछन्। यो त साँच्चै नै उपयोगी र प्रभावकारी माध्यम बन्दै गएको देखियो। त्यो बनाउँछ क्यारे। कस्तो प्रश्न? कस्तो भने यो वालेटमा सिधै रेमिटेन्स पठाउने जुन प्रविधि आयो नि, यसले पैसा पठाउने र पाउने मान्छे बीचको जुन परम्परागत सम्बन्ध थियो त्यसलाई कसरी बदलिरहेको होला? के यसले साँच्चै पठाउनेलाई पैसाको उपयोगमा बढी नियन्त्रण दिएर सशक्त बनाउँदैछ, वा यसका अरू कुनै अप्रत्यक्ष सामाजिक आर्थिक असरहरू पनि देखिँदैछन् कि? यो अलि सोच्नुपर्ने विषय हो जस्तो लाग्छ मलाई।